कालीपोखरी आइसकेको छु है। अनि मेरो युट्युबको च्यानल छ भक्त तामाङ है। हजुरले युट्युबमा गएर सर्च गर्नु होला, आइहाल्छ। सब्सक्राइब गरिदिनु होला अनि भिडियोहरू हेरेर माया गरिदिनु होला। म चाहिँ फाइनली गाइस साथीहरू आज चाहिँ म हाम्रो कालीपोखरी आइसकेको छु होइन। यो कालीपोखरी तपाईँलाई पहिला कस्तो थियो, अहिले चाहिँ धेरै डेभलपमेन्ट भइसकेको छ होइन। ठुलो ठुलो घरहरू बनिसकेको छ होइन। सो गाइस तपाईँलाई स्वागत छ है। यहाँ चाहिँ होटेल बस्नको लागि लज होटेल पनि पाइन्छ होला है। घाटा चाहिँ देखाउनेछु होइन। बाटोहरू चाहिँ यहाँ हाम्रो हुन्छ होइन। सो गाइस फाइनली कालीपोखरी चाहिँ यस्तो छ है। कालीपोखरी बजार माथि आइसक्यो होइन। कालीपोखरी आइएको छ आफ्नो गाउँ। म चाहिँ कालीपोखरी आएको थिइनँ। अनि यसो अब गइदिउँ न त भनेर आइसकेको छु होइन। पछाडि छ होइन। ठिकै छ धेरै हाम्रो कालीपोखरी चाहिँ अलिक पहिला भन्दा चाहिँ धेरै डेभलप भइसकेको छ होइन। ठिकै छ। सन्चै हुनुहुन्छ? बढिया छ। यता चाहिँ हाम्रो अङ्कलसँग भेटघाट भयो होइन। यहाँ कस्तो माहौल छ त यो कालीपोखरीमा? माहौल बढ़िया छ। बढिया छ एकदम एकदम ठिक छ अरे साथी। ठिक छ, बढ़िया छ। हाम्रो कालीपोखरीमा चाहिँ आउनु होला एकदम। यो ठाउँमा चाहिँ एकदम अहिले सुविधा चाहिँ धेरै पाइन्छ होइन। पहिला कस्तो थियो अहिले कस्तो छ सो सब अहिले चाहिँ माहौलै चेन्ज भइसकेको छ। यता हाम्रो दाइ भन्ने के छ हौ? एकदम ठिक छ। एकदम ठिक छ। चलफल है। ल हेर्नुहोस् है यस्तो भिडियो छ। माया गरिदिनु होला होइन। सबले माया गरिदिनु होला। ठिकै छ ल ठिक छ। यहाँको डन हो डन छ हाम्रो डन। कालीपोखरीको डन चाहिँ हाम्रो दाइ हुनुहुन्छ होइन। सो म चाहिँ यता हाम्रो यता चाहिँ जाँदैछु होइन। क्याम्पो बस स्टेसन सक्नुहुनेछ होइन। सालो सिस्टम हुन्छ अस्ति रमाइलो यहाँ चाहिँ रमाइलो जाने बाटो हो। यो चाहिँ मन कालीपोखरी भइहाल्यो। यता पहिले चाहिँ मेला लाग्थ्यो यता चाहिँ मेला लाग्थ्यो। अहिले चाहिँ सजिलो आइतबार लाग्छ। अस्तिको गइसक्यो मेला। यो ठिकै छ होइन। सो यो छोटो ब्लगलाई चाहिँ यहीँ गर्न चाहन्छु।